सो हे गाइज वेलकम ब्याक टु माई अनदर ब्लग। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। अनि म र मेरो दिदी पनि एकदमै ठिक छौँ होइन। अनि गेस व्हाट, हामी आज कहाँ जानु लाग्छौँ थाहा छ? आज हामी बिच जाँदैछौँ। बिच दिनभरिको कामको थकाइ मेटाउनलाई जाँदैछौँ। तर मेरो दिदीले चाहिँ डबल सिफ्ट गरेको के थाहा छ? कन्टिन्यू मेरो लागि। कसको लागि? मेरो लागि। सो अब भोलि चाहिँ सबैजनाको छुट्टी नै छ होइन। अनि हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ रातिको 12 बज्यो होइन। 12 बज्यो। अब यसो नाइटमा बसेर चाहिँ होइन, नाइटमा बसेर अनि हामी चाहिँ अलिअलि खाएर अलिअलि रमाइलो गर्ने। अनि सनसेट हेर्ने बिहान चाहिँ भनेर चाहिँ हामी गएको हो। दुईजना सरहरू बस्नु भएको छ। अनि त्यसपछि हामी दुईजना चाहिँ यहाँ छौँ। अनि दुईजना चाहिँ आउँदै हुनुहुन्छ है। अनि कपल्स हुनुहुन्छ, उहाँ चाहिँ बुढाबुढी हो। उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ। अब उहाँहरू साथी भएर चाहिँ प्लानिङ गरेको क्या। अनि त्यही भएर चाहिँ ल जाऊँ न त। अनि उहाँ चाहिँ दिदीको बुढा हुनुहुन्छ होइन। अनि त्यही भएर नि अनि ल साली जाऊँ न त भन्नुभयो। ठिक छ नि त चाहिँ। अनि मेरो भेनाको भाइ रे के होइन। अनि सोल्टी चाहिँ सोल्टी हाई गरिदिनु न। गुड। अनि बाहिर चाहिँ यस्तो छ माहौल। अनि त्यसपछि हामी चाहिँ अब वी आर अन द वे गाइज होइन। ल यहाँ चाहिँ मेरो दिदी अगाडि, अर्को दिदी अनि ब्याक पनि आइसक्नु भयो। हामी छाल छ तर होइन देखिरहेको छैन क्या अगाडि गरेर। हेर्नु न यस्तो दामी समुद्र छ, यस्तो राम्रो। मर्निङमा चाहिँ देखाउँछु ल मैले यहाँको भ्यू चाहिँ होइन। अँध्यारो ओ माई गड, आमा कस्तो लागिरहेको। जाडो लास्टै जाडो हो नि। सो गाइज यो चाहिँ होइन हाम्रो बिहानको भ्यू भनौँ न। यति दामी छ क्या, यति दामी छ होइन। अलमोस्ट अब हामी कति घन्टा भनौँ होइन। हामी कति 2 बजीतिर पुगेको थियौँ। अनि 2 बजी पुगेर चाहिँ अनि हामी चिकनहरू बनायौँ होइन। अनि यो चाहिँ भ्यू यस्तो दामी देखेको छ गाइज होइन। स्वर्ग भन्छ नि हो, यस्तैलाई भन्छ क्या। यस्तो लाइक पिस हुन्छ नि त होइन। अनि यो ठाउँमा आउनु मलाई एकदमै डर लागिरहेको थियो क्या होइन। अनि सो म चाहिँ आएँ होइन। अनि मेरो हालत अहिले यस्तो खराब भइरहेको छ। अनि त्यहाँ चाहिँ हाम्रो साथीहरू हुनुहुन्छ। अनि उता हुनुहुन्छ। अनि म चाहिँ यहाँ छु। अनि अर्को दिदी र भेना चाहिँ के अरे दिदी र दाइ चाहिँ गइसक्नुभयो। उहाँहरू चाहिँ अघि हुनुहुन्थ्यो होइन। गइसक्नुभयो। अनि पछाडिको आवाज पनि यति राम्रो भइरहेछ अब के भन्नु होइन। अनि हामी चाहिँ अब यो एकछिन यो सनसेटहरू हेर्ने। अब सनसेट हुँदैछ होइन। अनि त्यसपछि लगभग अहिले 5 बज्यो होला, मेबी 5 बज्यो होइन। अनि तर स्टिल मुन चाहिँ देखिरहेको छ। सो यो चाहिँ होइन हाम्रो सनसेट मैले भनिरहेको थिएँ नि, त्यो चाहिँ देखिरहेको छ। उहाँहरू चाहिँ त्यहाँ बस्नुभएको छ होइन। अनि त्यही भएर चाहिँ अलिकति नराम्रो देखिएको छ। बाइ द वे इट्स ओके, नो प्रब्लम। अनि म चाहिँ यहाँ छु। सो म चाहिँ यहाँ छु। पछाडि चाहिँ सनसेट भइरहेको छ दिदी कम। अनि यो चाहिँ मेरो दिदी, म चाहिँ झ्यामपुतली। अनि पछाडि चाहिँ अर्को पुतली माथि देखिरहेको छ रेड। अनि त अर्को पुतली त्यो पछाडि देखिरहेछ। त्यो भनेको सन र मुन हो क्या होइन। अनि ऊ चाहिँ कहिले पनि मतलब दुईटा चाहिँ सँगै चाहिँ हुँदैन तर आसपास देखिरहेको छ भने हाम्रो होइन। सो गाइज हामी चाहिँ आज हेर्न आएको भनेको यो नै होइन। अनि कस्तो राम्रो देखिरहेको छ क्या पछाडि हेर्नु त है, यस्तो राम्रो देखिन्छ। अनि उहाँहरू चाहिँ हेर्नुहुन्छ। अनि त्यही भएर चाहिँ अलिकति नराम्रो देखिरहेको छ। अब अलिकति स्पेस भइदिएको भए राम्रो देख्थ्यो होइन। अनि यो चाहिँ यहाँको भ्यू अनि यति दामी छ होइन। अनि उहाँ चाहिँ मेरो दिदीले भ्यू त्यो गरिरहेको छ। अनि त्यो उताबाट सनसेट आइरहेको छ। अब हामी चाहिँ जानुपर्छ।
अनि रातभरि सुतेको छैन अनि अब चाहिँ रेस्ट गर्नुपर्छ किनभने अब हिजो रातभरि नसुतेको अलिकति त्यसले पनि थकाइ देखिरहेको होला सो त्यति भन्दै अब बिदा हुन्छ बाई सी यु इन माई नेक्स्ट व्लग थ्याङ्क यू फर वाचिङ माई भिडियो